सो हे गाइज वेलकम ब्याक टु न्यू भिडियो अनि आजको भिडियोमा सबैजनालाई स्वागत छ। मेरो नाम सन्देश भट्टराई अनि तपाईँहरू देखिरहनु भएको छ द किङ 999 अनि तपाईँहरूलाई म आजको भिडियोमा यो भन्न चाहन्छु कि तपाईँहरूले सोसियल मिडियामा मेहनत गर्नु भने सोसियल मिडियामा जतिको पैसाहरू केही मान छैन। जस्तै तपाईँहरूले सम्झिनुहोस् त सानो उमेरमा जन्मिँदाखेरि सानो हुनुहुन्थ्यो, त्यसपछि ठुलो ठुलो हुँदै जानुभयो नि त्यस्तै हो क्या, सुरुमा सानै हुन्छ जेमा पनि। अनि तपाईँको भ्युज आएन, मलाई त त्यसले के भन्छ होला त्यो सम्झिनु भयो भने तपाईँ कहिले नै अगाडि बढ्नुहुन्न क्या गाइजहरू। त्यसले जेसुकै भन्नुहोस् त भन्दै गर्छ त्यसले त्यति कुरा गर्न भने तपाईँ कहिले अगाडि नै बढ्नुहुन्न क्या। त्यही भएर तपाईँहरू मेहनत गर्न नछोड्नुहोस्, मेहनत गरे अनुसारको फल अवश्य मिल्छ गाइजहरू। त्यही भएर तपाईँहरू पनि भिडियो बनाउनुहोस्। म सबैलाई भन्छु एक्लै अर्काको सपोर्ट गर्ने हो होइन। अब मेरो पनि सुरुमा भ्युज आउँदैन थियो, त्यही 3-4 आउँथ्यो, अहिले 20,000 30,000 आइराखेको छ एउटा हरेक भिडियोमा भन्न चाहिँ। अनि त्यहाँदेखि गयो त्यसको भिडियोमा यत्रो आएछ यार, ला यो त भाइरल भइसकेको छ, अब हामी कहिले भाइरल त्यो नसम्झिनुहोस्। अब अवश्य तपाईँहरू पनि एकचोटि भाइरल अवश्य हुन्छ क्या गाइजहरू। त्यही भएर तपाईँहरू मेहनत चाहिँ गर्न नछोड्नुहोस् होइन, तर मेहनत गरेको फल अवश्य दिन्छ क्या। जस्तै अब तपाईँले सानोमा एबिसिडी लेख्न कति साह्रो पर्थ्यो, त्यसपछि अहिले सर लेख्न सक्नुहुन्छ। त्यस्तै हो क्या, तपाईँहरू पनि भिडियो बनाउनुहोस्। तपाईँको यस्तो हुन्छ छिमेकीले के भन्छ भन्ने कुरा सबलाई हुन्छ, मलाई पनि सुरुमा हुन्थ्यो, अहिले त खालि बलले छिमेकीहरूले फोटो खिचौँ न भन्दै आउनुहुन्छ। सुरुमा त्यही हो क्या, सुरुमा आफू मेहनत गर्ने त्यहाँबाट सुरुमा 10-15 भ्युज आउँछ, ओहो मलाई त 10-15 जनाले हेरेछ भन्दै हेर्ने, त्यसपछि पछि त मजाले आउनु थाल्छ क्या गाइजहरू भ्युज पनि। त्यही भएर तपाईँहरू पनि मेहनत गर्नुहोस् मेहनत नगरी काहीँ फलै छैन। जस्तै तपाईँहरूलाई नि एउटा कहानी भन्छु। एउटा ढुङ्गा थियो अरे होइन, त्यो ढुङ्गालाई चाहिँ दुईवटा ढुङ्गा थियो अरे, एउटा होइन दुईवटा ढुङ्गा थियो अरे। त्यो दुईवटा ढुङ्गालाई चाहिँ मूर्ति बनाउनु पर्यो अरे। सुरुकोले आयो अरे, कुदाएर आएर मूर्ति बनाउने मान्छे आएर सुरुको ढुङ्गालाई बनाउँदाखेरि सुरुको ढुङ्गालाई मलाई दुख्छ हाम्रो त्यो बिचमा पट्ट फुट्यो अरे होइन। अनि जुन दोस्रोचोटिको थियो त्यो चाहिँ मेहनत गऱ्यो, सह्यो अरे ऊ मूर्ति बन्यो, अब गएर मन्दिरमा बस्यो। अनि त्यहाँदेखि त्यो अर्को जुन फुटेको ढुङ्गा थियो नि त्यसलाई चाहिँ बाहिर राखेर क्या नरिवल फुटाउनलाई। अनि नरिवल ट्याक्क त्यसमा फुटाउने अनि भित्र लगेर पानी हालिदिने। अनि एक दिन सोध्यो अरे तैँले किन तँलाई चाहिँ नरिवल चढाउँछन् मलाई चाहिँ किन फुटाउँछन् भनेर सोध्यो अरे। अनि त्यतिखेर भन्नु अरे जुन दिन तैँले मेहनत गरेर त्यहाँनिर सको भएदेखि तँलाई पनि नरिवलै चढाउँथ्यो, त्यतिखेर तैँले डर मानिस्, त्यही भएर तँ फुटिस्, त्यही भएर तँलाई नरिवल चढाएको छैनन्। अब म मेहनत गरेँ, त्यतिखेर मैले मेहनत गरे अनुसार म चुपो लागेर सहेँ, दुःख पीडा सब सहेँ, अनि आज मेरो मेहनतको फल भनेको यस्तो हुन्छ भन्ने जस्तै नै। तपाईँहरूले पनि भिडियो बनाउनु चाहिँ नछोड्नुहोस् क्या गाइजहरू, भिडियो बनाउनुहोस्। अनि यति भन्दै आजको भिडियोलाई यही एन्ड गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते।